हेलो हेलो गाइस, आज चाहिँ बिहान उठेर हामी कामतिर जान लागेको। हाम्रो काम चाहिँ अलिक टाढै पऱ्यो होइन, त्यही भएर जान लागेको। छिट्टै डाइरोमा कामतिर जान लागेको। काम चाहिँ अलिक टाढै, लगभग 14-15 किलोमिटर टाढा छ होइन, त्यही भएर छिट्टै जान लागेको। जाँदाखेरि पानी पर्ने जस्तो छ। यताको यो जुन माथि देखिरहेको साइड पनि हामीले गर्ने हो, त्यही पेन्टिङको साइड काम छ। बाटोमा हामी चाहिँ दुईजना मात्र गयौँ। फर्स्ट साइड हेर्नलाई दुईजना गयौँ। अलिक टाढा जाँदा चाहिँ पेटुको चोक आयो। पेटुको चोकबाट यसो भिडियो बनाउँदै पानी पर्ने जस्तो थियो। बिस्तारै गयौँ। जाँदा जाँदा टावर रहेछ, आइफेल टावर के क्या हो त्यस्तो भेटियो त बाटोमा। मेन्सन जाँदा जाँदै बाटोमा यस्तो बाटोको काम निर्माण भइरहेको रहेछ होइन। बाटो निर्माण गर्ने, राम्रो बनाउने काम भइरहेको रहेछ। पुरै बाटो चाहिँ यस्तो थियो, पानीले गर्दाखेरि हिलो धेरै थियो र हावा पनि चलिरहेको थियो। हामी चाहिँ अझै पनि आधी पनि पुगेको थिएनौँ र बाटोमा हिला पुरै खाल्टो बाटोहरू निर्माण भइरहेको थियो। र त्यसमा अलि अगाडि जाँदा चाहिँ यसो गाडीहरू जाम जस्तो देख्यौँ हामीले। अनि उतातिर चाहिँ खोडेको दाङ भेली फन के भन्ने छ, त्यहाँ चाहिँ स्विमिङ पुल पनि छ। र यता चाहिँ गाडी जाम पुरै के कारणले जाम भयो भन्दा यो गाडी गयौँ अगाडि बढ्यौँ, पुरै ट्रकहरू जाम जस्तो होइन होला भनेर गाडीको अगाडि त पुरै जाम जस्तो भइरहेको रहेछ होइन। हामी चाहिँ जाम हो भने साँच्चीकै जाम रहेछ। यता पुरै गाडी लाइनमा थियो। हामी चाहिँ गयौँ बिस्तारै। बाइक चाहिँ छिर्थ्यो, गाडी पनि यता चाहिँ छिर्थ्यो। अगाडि चाहिँ वान वे मात्र थियो र त्यही भएर जाम पर्थ्यो। बाटो पुरै लाइन, गाडीहरू त लाइनमा हो। ढिलो पनि बाटो, ढिलो भएर के गर्ने, जाममा पऱ्यो भनेर बिस्तारै गयौँ। गाडी वान वे थियो, छिर्न नसकेन। उताबाट गाडी आयो, भित्र छिरायौँ गाडी हामीले। यो जुन यो गाडीहरू चाहिँ छिर्यो, अर्को पछाडि पनि छिर्छ। अनि अलिकति हालेपछि गाडी छिर्यो र अगाडिको यो गाडी छिरेपछि पछाडि पनि छिर्नु त छिर्यो। बिस्तारै लग्दाखेरि छिर्ने रहेछ भनेर हामी लग्यौँ। यहाँबाट उतै जाम्ला भनेर बसेको त यो गाडी छिर्यो मजाले पनि। अर्को बाइक, अर्को जिप आयो। जिप पछि फेरि बस, स्कुल बस आयो। अनि हामी यहाँ छिर्छ, अब वेट गर्नुपर्छ भनेर कुरा गरेको थियौँ। त्यसपछि जुन ट्रक आयो, ट्रकले चाहिँ पछाडि ब्रेक गर्न लगाएर हामीलाई झर्नु परायो होइन। त्यहाँदेखि ट्रक चाहिँ छिर्न सकेन। त्यसपछि लाग्ने जस्तो भयो, टच हुने जस्तो भयो र हामी चाहिँ म उत्रेँ र दाइले चाहिँ बाइकभित्र हाल्नुभयो। भित्र साइडमा लगाउनु भन्नुभएको थियो ट्रकले। अनि भित्र लगायौँ। भित्र लगाउनु हुन्छ होला भनेर अलिकता यस्तो दाइले नदेखाए ट्रक गएको भिडियो बनाउँदै थिएँ म। फेरि यता एक्लै बसेर फेरि ट्रक गइरहेको भिडियो बनाउँदै थिएँ, खिचिरहेको थिएँ। कहाँ हेरेको त दाइले त बाइक त छिराउनु परेको थियो तलै, पुरै तल छिराएर अन्त्यबाट मात्र उतै पुरै वान वेमा तल छिरायौँ भनेको त पनि लाइन उताबाट अर्कोले पनि तल झारेर छिराएर चाहिँ हामी हाँस्यौँ, गफ गऱ्यौँ यसो एकचोटि रमाइलो गऱ्यौँ यतै। अनि उताबाट लाइन त उतादेखि पुरै यतासम्म गाडी चाहिँ लाइनमा बसेको पुरै लाइन अगाडिसम्म थियो, यता अगाडिसम्म। हामी चाहिँ अब अगाडि हेर्न गयौँ। अगाडि जाँदा चाहिँ यस्तो पुरै डोजरले बाटो बनाइरहेको रहेछ भनेर हेऱ्यौँ, तर होइन रहेछ। पुरै यस्तो फसेको रहेछ गाडी, त्यही बाटो बनाइरहेकोमा ट्रक फसेको रहेछ। फसेको बाटो वान वे थियो, सानो रहेछ, त्यही भएर गाडी जाममा परेको रहेछ। बाइकमा छिर्ने रहेछ। त्यसपछि दाइले छिराउनु भयो बाइक त छिर्यो। बाइक छिरेपछि चाहिँ हामी फेरि बिस्तारै लाग्यौँ आफ्नो गन्तव्य चाहिँ आएको थिएन। अनि जाँदा चाहिँ हामी पेट्रोल सकेको कारणले पेट्रोल भर्नलाई हामी गयौँ। पेट्रोल खोज्ने भनेर पेट्रोलको भाउ कम भएपछि चाहिँ पुरै पेट्रोल छैन रहेछ। पेट्रोल सोधेको छैन, घरि पेट्रोल यहाँ छैन भन्छन्। यो चाहिँ खासमा पेट्रोलको भाउ घटेर 20 रुपियाँले कम भएर तिनीहरूले पेट्रोल बन्द गरेर रहेछन्। हामीलाई थाहा थिएन, बाइकमा पेट्रोल पनि थिएन। अनि बाइक आज उतै छाड्ने हुन्छ भनेर गफ गर्दै थियौँ। बिस्तारै त्यस्तै गयौँ। जाँदाखेरि चाहिँ नारायणपुर, यो चाहिँ डाङको नारायणपुरमा आइपुगेको थियौँ। टक्क पेट्रोल कहाँ गर्ने के गर्ने भनेर हामी चाहिँ सोचिरहेको थियौँ। अगाडि फेरि अर्को पेट्रोल पम्प छ भनेर गयौँ, तर अगाडि पेट्रोल पम्प आउनु अलिक टाढा थियो। बाइकमा फेरि कमै रहेछ क्या, जस्तै कम। तर यो होन्डाले टिक्ने रहेछ। होन्डाको चाहिँ राम्रो रहेछ, यो पुरै पुरानो मोडल भएर पनि तेल पनि खै त्यस्तो नसकिने, पुरै ठिकै रहेछ। बाटो चाहिँ यस्तै छ, बाटो हिलो होइन, बर्खा लगाइसक्यो, हिलो खाल्टे पुरै बसेर पनि यस्तै हिलोमा फेरि अगाडि एउटा जाम भएर रहेछ। हाम्रो चाहिँ बाइक चाहिँ छिर्थ्यो पुरै हिलोमा, गाडी फेरि पनि यतै ट्रक अर्को फसेर रहेछ पुरै। यसले चाहिँ फसेर रहेछ, यसले चाहिँ तान्ने कोसिस पनि फालेछ, डोरी तल हालेर रहेछन्, पुरै फसेको रहेछ। उताबाट बस आउँदै थियो, पेट्रोल हाल्ने चाहिँ पेट्रोल थिएन। यस्तो जाँदा चाहिँ यो चाहिँ माथि चाहिँ पुल बनेर रहेछ र तल खोलाको बाटो चाहिँ यस्तो थियो, पुरै माथि पुल बनेर गएपछि बाटो डाइभर्जन गरेर चाहिँ खोलाबाटै रहेछन्। अनि खोलामा फेरि हिलो, खोला चाहिँ बगेको थिएन, हिलो चाहिँ थियो टक्क लिएर हामी गयौँ पेट्रोल खोज्न। फेरि अगाडि रहेछ पेट्रोल पम्प, फेरि यहाँ छिर्यौँ। अब हामीलाई त थाहा थिएन
यहाँ पनि पेट्रोल छैन भन्छ नि। पेट्रोल छैन भनेपछि चाहिँ हामी चाहिँ पुरै पेट्रोलबाट नहुने भयो भन्दै गइरहेको थियौँ बाटोमा जाँदै थियौँ। फेरि स्टार्ट अगाडि जाँदै थियौँ, पेट्रोल लास्ट भइसकेको थियो कि होइन, पेट्रोल चाहिँ लास्टमा भएको थियो। बाटो चाहिँ भन्दा चाहिँ पुरै डाइभर्सन यहाँ अर्को पेट्रोल पम्प हामी यहाँ फेरि सक्यो भने यहाँ फेरि सोद्धाखेरि यहाँ पनि त्यस्तै छैन भने लगभग हामी 2-3वटा पेट्रोल पम्पमा गएर सोध्यौँ, पेट्रोल छैन भन्छन्। जहाँ गयो नि छैन भनेपछि अब चाहिँ पेट्रोल छैन, गाडी चाहिँ ठन्किने भयो भन्ने कुरा गऱ्यौँ र निस्क्यौँ। यहाँबाट निस्किँदा चाहिँ अब अर्को पेट्रोल पम्प भेटियो नत्र भने चाहिँ गाडी रोकिने अवस्थामा भयो भन्ने कुरा गर्दै गइरहेको थियौँ। र हामी बिस्तारै त्यस्तै गयौँ। जाँदा चाहिँ अर्को फेरि डुट्रासमा आइपुग्यो। यहाँ पनि पेट्रोल पम्प छ भन्यौँ, छैन रहेछ यसमा। यो डुट्रासभन्दा लगभग गयौँबाट लगभग कति अलि 500-600 मिटर कति रहेछ लगभग त्यतिभन्दा अगाडि गयौँ। त्यहाँ छ कि भनेर सोधेँ, यहाँ चाहिँ रहेछ पेट्रोल। फाइनली हामी चाहिँ पेट्रोल पायौँ होइन। यहाँ लिने चाहिँ पेट्रोल यहाँ चाहिँ भन्दा रहेन, चाहिँ कस्तो भएर के भएर बन्द नगरेर हो पेट्रोल पायौँ। यहाँ चाहिँ भऱ्यौँ पुत्रै पेट्रोल मजाले, धेरै थिएन 500को भऱ्यौँ। गयौँ फेरि पहिलोचोटि यहाँबाट चाहिँ अब लगभग थोरै थियो हामी पुग्ने ठाउँ चाहिँ, काम गर्ने ठाउँ त्यस्तो भन्दै गफ गर्दै हाम्रो काम गर्ने ठाउँ आइपुग्यो। बिजौरी भन्ने रहेछ, सानो बिजौरी ठुलो बिजौरी, एउटा वल्लो भन्नेवाला रहेछ। हामी चाहिँ यता सानो हो कि के भन्थ्यो खै, त्यही बिजौरी हो, त्यहीँ आइपुग्यौँ। हाम्रो अगाडिको घर हो, अगाडिको घरमा चाहिँ हामीले काम गर्ने हो। त्यो घरको पुरै पेन्ट गर्ने छ अगाडिको घरमा। यही घर हो। फाइनली हामी चाहिँ यहाँ आइपुग्यौँ। लगभग कति बज्यो, यहाँबाट चाहिँ 10:34 भएको थियो। यही 10:34मा आइपुगेको थियौँ यहाँ पुरै डाइरेक्ट। दिनभरि काम गरेपछि सकेपछि साँझ 5:30 बजी 5:45 बजीतिर चाहिँ हामी जाने भनेर यही गरेर फेरि भोलि आउने बाचा गर्दै फेरि फर्केपछि चाहिँ यहाँ चाहिँ फेरि त्यही कन्स्ट्रक्सनको काम भइरहेको रहेछ। बाटोमा फेरि त्यस्तै जाममा फस्यो एकचोटि, पछि वेट गरेर फेरि गयौँ। फेरि त्यहाँबाट आउँदा चाहिँ अर्को बाटो आयौँ। त्यहाँ तलको बाटो लामो हुन्छ भनेर अर्कै साइडबाट आयौँ हामीहरू। अर्को साइडबाट चाहिँ बाटो राम्रो छ भनेर चाहिँ अर्को साइडबाट आयौँ। अर्को साइडमा चाहिँ बाटो राम्रो रहेछ, खाली सुनसान ठिकै रहेछ, राम्रो छ बाटो। यसो ब्लग बनाउँदैछु भन्ने टाइपसँग कुरा गऱ्यौँ हो भन्दै हाँस्यौँ एकचोटि। फेरि बनाउनुपर्छ भन्दै गफ गर्दै अगाडि बाटो राम्रो रहेछ यहाँको चाहिँ। फेरि बाटो के दामी थियो, बाटोमा चाहिँ बाटो राम्रो रहेछ। यता फेरि पुरै सुनसान ठिकै रहेछ। यता चाहिँ घुम्नु आउने होइन, यता चाहिँ ठाउँ पनि रहेछ पुरै घरै कतिको यता पुरै ठाउँ राम्रो रहेछ, मजा गयौँ। त्यहाँबाट चाहिँ मजाले बाटो मकै छेउछेउमा मकै रोपेर रहेछन्, त्यही बाटो हुँदै गयौँ सिधा। हामी चाहिँ यता दैले हेरौँबाट जाऊँ भन्नुभयो। यता बाटो जाँदाखेरि चाहिँ सजिलो हुन्छ डुम्रुगाउँ जाने भनेर। त्यहाँ हेरौँ अगाडि छ, त्यही बाटो हुँदै आएको। हेरौँमा चाहिँ अलिकता ऊ रहेछ, यहाँ चाहिँ स्कुल, यहाँ बाटो चाहिँ अलिक राम्रो रहेछ यहाँ र राम्रो छ। अरू अघिको खाल्टे भन्दा चाहिँ त्यो पनि एकदम राम्रो हो। यो चाहिँ रोडमा आइपुगेको थियौँ चाहिँ यहाँबाट बिस्तारै। अब चाहिँ साँझ लगभग 6 बजिसकेको थियो होला। यतिखेर चाहिँ अब हामी अलिक छिटै आयौँ। काम अलिक छिटै सकेर आयौँ, सकेको छैन त्यो एक दिनको काम सक्यौँ। र त्यसपछि टावर हुँदै बिस्तारै अगाडि दाइ चाहिँ यही रोड सिधै जानुभयो बजार साइडतिर। म चाहिँ त्यहीँ अब उफ्रिने भनेर त्यहीँ झर्ने भनेर त्यहाँ दाइले त्यहीसँग गरेर ल्याउनुभयो। म झर्छु भनेर अनि फाइनली झरेर घर आएँ। चाहिँ म घर आइपुगेँ होइन। त्यही लामो ठाउँमा त्यो टाढो ठाउँमा काम गरेर घर यहाँ चाहिँ 6:30 जति भएको थियो होला। आजलाई यति नै, बाँकी भिडियोमा भेटेको टाटा बाई।